हेलो एभ्रिवान। आज चाहिँ म खिर पकाउन लागेको। सुरुमा चाहिँ मैले चामल भिजाएँ पानी हालेर हैन। म चाहिँ फर्स्ट टाइम बनाउन लागेको गाइस। अनि त्योभन्दा अगाडि मैले अचार बनाएर सकाइसकेको थिएँ हैन। त्यसपछि हामी चाहिँ बजारमा दुध लिन गयौँ। कस्तो दुधै नपाइयो कि आज असार साउन 15 भएर होला नि, बल्ल बल्ल दुध पाएर दुध ल्याएर आयौँ। त्यसपछि हामी खिर बनाउन रेडी गऱ्यौँ। अनि दुध पाकिसकेपछि चाहिँ मैले चामल हालेँ। मेरो भाइले चाहिँ भन्दै थियो कि मेरो दिदीले चाहिँ बेस्ट खिर बनाउनुहुन्छ भन्दै थियो। अनि त्यसपछि चाहिँ अनि मैले चाहिँ बिस्तारै पाक्दै चलाउँदै गरेँ कि किनकि भित्र लाग्न सक्छ नि त। अनि त्यसपछि मैले 2-3 जोडी खोल्ने चलाउने बन्द गर्ने गरिरहेको थिएँ कि, तर एकदम मिठो भएको थियो किनकि हामीले लोकल चामलको बनाएको थियौँ नि त, अर्ग्यानिक चामलको। त्यसपछि म चिनी हाल्न लागेँ। चिनी चाहिँ मलाई चाहिँ थोरै मन पर्थ्यो, तर चिनी चाहिँ धेरै भइसक्यो रहेछ कि त्यसमा चाहिँ। मलाई चाहिँ खिर खासै मन पर्दैन जो गुलियो भएको कारणले गर्दा। अनि हामीले चाहिँ किसमिस पनि ल्याएको थियौँ, त्यो पनि हाल्यौँ। एकदम मिठो होला जस्तो लाग्यो चाहिँ मलाई चाहिँ। अनि मेरो भाइले चाहिँ बेला बेला भिडियो बनाएर मलाई जिस्काइरहेको थियो कि। अनि त्यसपछि बिस्तारै बिस्तारै मेरो खिर चाहिँ पाकिसकेपछि चाहिँ हामी 4 जना थियौँ। हामीले चाहिँ खान्छौँ। हामीले चाहिँ अचार पनि मिठो बनाएको थियौँ, खिर पनि मिठो थियो।